नमस्कार। आज हामी कोरियाली जीवनशैलीको गहिराईमा पुगेर हेर्नेछौँ। यो एउटा यस्तो यात्रा हो जहाँ सयौं वर्ष पुराना परम्परा र आजको आधुनिकता सँगसँगै हिँडिरहेका छन्। त्यसो भए प्रश्न उठ्छ, कोरियामा जीवन आखिर कस्तो हुन्छ त? ल, यो प्रश्नको जवाब खोज्न हामी एकजना कोरियाली व्यक्तिको जीवन यात्रालाई जन्मदेखि नै नियालेर हेरौं। कोरियामा जीवन भनेको भनौं न एउटा गजबको सन्तुलन हो। यहाँ व्यक्तिगत सपनाहरू जति महत्त्वपूर्ण छन्, परिवार र समाजप्रतिको कर्तव्य पनि त्यति नै छन्। यही सन्तुलनमा उनीहरूको जीवन अघि बढ्छ। हामी यो यात्रालाई 6वटा मुख्य चरणमा हेर्नेछौँ। जन्म र बाल्यकालदेखि सुरु गरेर पुरुष र महिलाका लागि समाजका अपेक्षाहरू, त्यसपछि विवाह र पारिवारिक कर्तव्य, र अन्त्यमा मृत्युपछि पनि कायम रहने पितृ सम्मानको परम्परासम्म। ल, सुरु गरौं पहिलो खण्डबाट, जन्म र बाल्यकाल। यहीबाट एउटा अनुशासित जीवनको जग बस्न थाल्छ। कोरियाली संस्कृतिमा बच्चाको जन्मलाई ठूलो आशीर्वादको रूपमा हेरिन्छ। बच्चाको जीवनका 2 दिन एकदमै विशेष हुन्छन्। पहिलो 100 दिन पुगेको अवसरमा मनाइने बेक-एल र दोस्रो पहिलो जन्मदिनमा मनाइने दोल। यी दुवै उत्सवहरूमा बच्चाको राम्रो स्वास्थ्य र उज्यालो भविष्यको कामना गरिन्छ। यो उनीहरूको जीवनको पहिलो सामाजिक कार्यक्रम पनि हो। अनि यहाँ शिक्षा भनेको खाली किताब पढाउनु मात्र होइन। बालबालिकालाई सानै उमेरदेखि अनुशासन, आफूभन्दा ठूलालाई आदर गर्ने बानी र मेहनतको महत्त्व सिकाइन्छ। यसले उनीहरूको व्यक्तित्व विकासमा गहिरो असर पार्छ। अब बाल्यकालबाट अगाडि बढेर वयस्क जीवनमा प्रवेश गरौं। सुरु गरौं पुरुषहरूबाट, जसलाई परिवार र समाजको खम्बाको रूपमा हेरिन्छ। हेरौं त उनीहरूबाट के कस्ता अपेक्षाहरू राखिँदो रहेछ। कोरियाली पुरुषहरूको जीवनको एउटा एकदमै महत्त्वपूर्ण पाटो हो अनिवार्य सैनिक सेवा। यसलाई केवल देशप्रतिको कर्तव्य मात्र होइन, एक पुरुषलाई परिपक्व र जिम्मेवार बनाउने एउटा खुड्किलोको रूपमा पनि लिन्छ। विवाह गर्नुभन्दा अगाडि त झन् एक पुरुषबाट धेरै व्यावहारिक कुराहरूको अपेक्षा गरिन्छ, जस्तै आर्थिक रूपमा स्थिर हुनु पर्यो, सैनिक सेवा पूरा गरेको हुनु पर्यो र भविष्यको करियरबारे स्पष्टता हुनु पर्यो। यी सबैले परिवार पाल्न सक्ने उसको क्षमता देखाउँछ। पुरुषको कुरा त भयो, अब हेरौं महिलाहरूको पालो। आधुनिक कोरियाली महिलाहरूले आफ्नो करियर, परिवार र व्यक्तिगत जीवनलाई कसरी सन्तुलनमा राखेका हुन्छन् त? आजको समयमा महिलाहरू पनि शिक्षित र व्यावसायिक रूपमा अब्बल हुनुपर्छ भन्ने मान्यता छ। तर यसले उनीहरूमाथि एउटा ठूलो चुनौती पनि थपिदिएको छ। करियर र परिवारको परम्परागत भूमिका दुवैलाई एकैसाथ व्यवस्थापन गर्नुपर्ने। यसलाई कतिपयले दोहोरो बोझ पनि भन्छन्। अनि सम्बन्धको कुरा गर्दा महिलाहरू भावनात्मक सुरक्षा, आपसी सम्मान र विश्वासलाई बढी महत्त्व दिन्छन्। उनीहरूलाई एउटा यस्तो पार्टनर चाहिन्छ जो आर्थिक रूपमा मात्र होइन, भावनात्मक रूपमा पनि जिम्मेवार होस् र उनीहरूको स्वतन्त्रताको कदर गरोस्। ल, अब जब पुरुष र महिलाका यी सामाजिक अपेक्षाहरू पूरा हुन्छन्, तब आउँछ जीवनको अर्को महत्त्वपूर्ण चरण, त्यो हो विवाह। विवाह यहाँ 2 व्यक्तिको मात्र होइन, 2 परिवार र उनीहरूको भविष्यको मिलन हो। पहिले र अहिलेको विवाहमा केही भिन्नता आएको छ। पहिला परिवारको सहमतिमा मागी विवाह हुन्थ्यो भने आजकाल प्रेम विवाह निकै सामान्य भइसकेको छ। तर रमाइलो कुरा के छ भने प्रेम विवाह भए पनि परिवारको आशीर्वाद र स्वीकृतिलाई अझै पनि एकदमै महत्त्वपूर्ण मानिन्छ। विवाहपछि दम्पतिको काँधमा मुख्य 3वटा जिम्मेवारीहरू आउँछन्। पहिलो, आर्थिक रूपमा स्थिर हुने, दोस्रो, आफ्ना छोराछोरीको भविष्य सुरक्षित गर्ने, र तेस्रो, जुन एकदमै महत्त्वपूर्ण छ, आफ्ना वृद्ध आमाबुवाको हेरचाह गर्ने। अब लागौं जीवन यात्राको अन्तिम तर गहिरो खण्डतिर, मृत्यु र पितृ सम्मान। कोरियाली जीवनचक्र मृत्युसँगै समाप्त हुँदैन, बरु यसले आफ्नो विरासत र पुर्खालाई सम्मान गर्ने एउटा सुन्दर परम्परालाई निरन्तरता दिन्छ। यसको सबैभन्दा राम्रो उदाहरण हो जेसा। यो एक विशेष स्मृति पूजा हो जहाँ परिवारका सदस्यहरू जम्मा भएर आफ्ना दिवंगत पुर्खाहरूलाई सम्झिन्छन् र सम्मान गर्छन्। यसले बितेका, वर्तमान र आउने पुस्तालाई एउटै भावनात्मक धागोमा बाँधेर राख्छ। त्यसो भए समग्रमा हेर्दा के देखिन्छ भने कडा परिश्रम, अनुशासन, पारिवारिक मूल्य मान्यता र सामाजिक जिम्मेवारी नै कोरियाली जीवनशैलीका आधारस्तम्भ हुन्।
जन्मदेखि मृत्युसम्म जीवनको हरेक पाइलालाई यिनै कुराहरूले डोराइरहेका हुन्छन्। यसले हामीलाई एउटा गहिरो प्रश्नमा ल्याएर छोड्छ। जसरी संसार यति छिटो परिवर्तन भइरहेको छ, के कोरियाले आफ्नो परम्परा र आधुनिकता बीचको यो अद्वितीय सन्तुलनलाई भविष्यमा पनि यसै गरी कायम राख्न सक्ला? यो हेर्न साँच्चै नै रोचक हुनेछ।